आजको दिनमा मैले खाना के पकाउँदैछु अनि कसरी पकाउँदैछु मेरो पुरा भिडियो हेर्नु होला है त। मैले दाल पकाउन हाल्दिन्छु। दाल भने एकदम मिठो लाग्छ मेरो बुढोलाई पनि मेरो बच्चाहरूलाई पनि। अनि यो मैले के हाले हेर्दै हुनुहुन्छ, टमाटर हल्दी अनि थोडा सा तेल हालेर सिटी लगाएर राखिदिन्छु। अनि यतातिर के भन्छ दाल पाकिरहन्छ अनि दोस्रातर्फ मैले आज करेलाको अचार बनाउँछु। पहिला पनि मैले भिडियो यस्तै हालिसकेको छु, अचार नै पकौडी है। अनि यसलाई मजासँग धोएँ अनि मजासँग गोलो 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 काट्ने। यसको दाना यसले फेकेन, यसको भित्र अनि सफ्ट दाना थियो त्यही भएर मैले फेकेन। यतातिर सिलबट्टामा मैले थोडा लसुन अदरक अनि हरियो खुर्सानी पिस्दैछु। अनि यसको माथि सबसे मेन भनेको यही हो मसला। अनि के भन्छ नि गरेर यो तिलहरू चामलको आटा मसलाहरू मैले पिसेको हालेँ। चामलको आटा हाल्नुहोस्, माथिदेखि स्वाद अनुसार नुन अनि हल्दीहरू मसलाहरू जति भी हजुरको पास छ सबै हाल्नुहोस्। धेरै मसला त मैले हाल्दैन। अनि पानी हाल्ने होइन है, यसमा पानी भनेको बिल्कुल हाल्दैन। यस्तो म्यास गर्दा गर्दा यसले पानी छोड्छ। अनि यतातिर मेरो तेल पनि एकदम गरम हुँदैछ नि सही हालिदिनु, यस्तो दामी हुन्छ। अनि हाई फ्लेममा गर्नु अनि लास्टमा लो फ्लेममा पकाउनु। रेसिपी यति बन्छ नि यो खानको लागि यति स्वाद। अनि जति राखे पनि हुन्छ, बनाएर 4-5 दिनसम्म यस्तै राखे पनि हुन्छ, खराब हुँदैन। अनि रोटीसँग खाए पनि भयो, भातसित खाए पनि भयो। अनि म त बनाउँदै रहि नसकेर खाइदिएको कि अनि अलिकति निकालेर मिठो भएको थियो। दाल पनि पाकेर रेडी भयो थियो। अनि यतातिर हिङ अनि अलिकति के लसुनहरू र अदरक हालेँ मैले यसमा। यो दाल के मेरो छोरीले टमाटरहरू एकदम लाग्नु हुँदैन, त्यही भएर मैले एकदम घोट्न पर्छ। मैले हमेसा दाल यस्तै बनाउँछु। त्यहाँदेखि दाल यस्तो हेर्नु न क्या मजाको हेर्दै खाम हुन्छ। अनि मैले यसमा दाल हालेँ माथिदेखि। त्यहाँदेखि सबसे मेन हो यो सिन्कीले हालेर 10-15 मिनट मजासँग उबल्न दिनु। अरू माथिदेखि सर धनियाँ लगाइदिनु, यस्तो मिठो हुन्छ। हजुरले खानुभएको छ कि नै? अनि खानु भएन भने यस्तो बनाएर खानु होला। मेरो भिडियो राम्रो लागे लाइक फलो सेयर भने गर्न नबिर्सिनु होला। थ्याङ्क यू।